Hello guys, welcome to vlog. हजुर छैन होला आराम होला ठिकै होला आज होला म पनि ठिकै छु आज म यहाँ आफ्नो घरको भन्दा यता छु खेतमा साइकल लिएर अब मैले कति धेरै हुन्छ आज म साइकलमै चलाइदिनु यति दिनबाट म भ्लग बनाउँदैछु अब म जान लाग्छु अगाडि चला कस्तो बाटो छ खाल्डो धेरै छ खाल्डो धेरै छ मेरो खुट्टाको यो सबैभन्दा खाल्डो यता उहिले हान्न नि मिल्छ तर म अहिले उहिले हान्दैन अनि त्यसपछि म अगाडि जाँदैछु अब म यता अगाडि गएपछि आफूहरू चलाउन सक्छु हजुर देख्न सक्दैन किनकि म क्यामेरा समातेर बस्दैछु अब म यहाँ सधैँ बस्छु मसँग यो छ त्यो गजी बेल लागेको थियो अरे यतै चाहिँ उहाँ मुसा छ भागिहाल्यो यी बुवा वाह थियो गाछहरू वाह थिएपछि भागिहाल्यो अनि भागेपछि कुखुराहरू यहाँ राम्रोसँग देखेन कुखुरा छ अहिले बयार साइकल चलाउँदैछु दाइहरू उता खेल्दैछ रोँदैछ रामले किन भने तल हो खाल्टो सक्छ खाल्टो नभएर धेरै सक्यो बाबे जाँदैछ यता जाँदैछ उता जाँदैपछि हामी उयो ठाउँमा जस्तो भइहालेको गाईहरू हामी यो साइकलमा बस्छ छ यस्तो साइकलमा यहाँ पनि हेर अनि यस्तो देखिन्छ कि यस्तो के साइकलिस्ट आफ्नो साइकल मलाई हेर्नु एकदम हिरोको जस्तो साइकल त जिरो होला जिरो अब राम्रोसँग त्यति भइसक्यो अब मेरो त्यो घर हो सानोवाला अनि यो मेरो साथको घर मेरो स्कुलको प्रगति स्कुल हो मेरो प्रगति स्कुलको नम्बर होला प्रगतिको नम्बर यही हुन्छ मोबाइलमा म साथीहरू बसेछु यहाँ धुवा जस्तो भइहाल्यो गाछहरू यसो लाग्छ कागज गिटाइरहेछ क्या यहाँ कमजोर भयो कि मलाई साइकल सिधाउन क्या मेरी जानी कहानी रानी कहानी सिस्टम यहाँ कस्तो बाटो छ ग्राइन्डरले यस्तो देखेछ यसको क्यामेरा नै राम्रो छ यस्तो फोटो खिचेको जस्तो मलाई हेर्नु कस्तो देखेछ मान्छेहरू छ धेरै गएको छैन गरी तानिरहेछ अब हजुरले देखाउँछ धेरै पर छ धेरै देख्नु है कालो त्यो भैँसी रोपेको कति यस्तो नजारा छ
मम्मी भन्छ अब मेरो मम्मीको पास हौदिन्छु हजुरलाई मैले जुम गरेर हेरेको जुम अब हामी जाँदैछौँ जाँदैपछि मेरो मम्मीलाई पनि देखाउँछु हजुरलाई यस्तो हलङ हलङ चलाउँछ त्यो नदी खाल्डो देखेरै छ रोगी बेलामा धेरै खाल्डो बनाएको थियो म कता फर्केर छु यार मेरो मम्मी यहाँ छ ऊ आएको छ मेरो मम्मी मम्मी ओ मम्मी चिज गर्नु चिज त्यो रेड देखेको त्यो भनेको कुन कलर हो र नेपाली भन्नु रातो कलरको छ नि त्यो मेरो मम्मी हो हेलो मम्मी हेलो कस्तो देखेछ मम्मी भाँडा धुँदै हो खैदेखि त भाँडा धोको भाँडा ए धोको हिजो मम्मीले भनेको छैन तर आवाज आइरहेछ या अब के गर्ने कुखुराको हालचाल यस्तो छ हालचाल यस्तो छ जुम बन्द गर्नु भनेको त भएन यार भन्नुहुन्छ म भ्लग यता एन्ड गर्छु एकछिन म चाहिँ फेरि भ्लग एकछिन पछि बनाउँछु म राखेँ है बाई बाई